ठ्याक्कै मसाज गर्नु पर्यो हैन सबैतिर पुग्नु पर्यो नि त माथि नै मसाज गर्ने तलतिर भन्दा माथि पुग्दैन ट्राई गरेर माथितिर यसरी मसाज गर्ने राखिराख्नु लगभग कति टाइम चाहिँ वेट गर्नु पर्यो म्याम 2 मिनेट जति 2 मिनेट चाहिँ वेट गर्नु त्यसपछि ट्रोकर चेक गर्ने ठिक छ कि छैन यसको काम सक्यो यो लाउँदा सबक्युटानस कि कस्तो सम्झिनु पर्यो सबडर्मल सबडर्मल आईडी भन्छ नि त्यो इन्ट्राडर्मल होइन डर्मल मुनि बीसीजी लाएर जस्तै हो जस्तो लाग्छ मलाई बीसीजी भन्दा अलि तल जान्छ जानु पर्यो सबक्युटानस भन्दा माथि डर्मिसको मुनि डर्मिसको पनि लेयर हुन्छ नि त हैन डर्मिसको ठ्याक्कै मुनि लाउनु यति गरिसकेपछि दिदी दुख्या छ अलि नि हो कि जस्तो छ मसाज गर्ने दिदी चाहिँ यता हुन्छ दुख्छ अलिक दुख्न छोड्यो अलि दुख्न छोड्यो खास चाहिँ हाम्रो आई कन्ट्याक्ट चाहिँ क्लाइन्टको फेसमा हुनुपर्छ हैन क्लाइन्टलाई त अघि सुई लगाएको दुखिराखेको हुन्छ नि त अनि ठ्याक्कै अनुहार हेर्नुपर्ने दुख्छ कि दुख्दैन फेसको एक्सप्रेसन पनि हुन्छ नि त होला चिमट्नु भएन है यसरी चिमट्ने चाहिँ गर्नु हुँदैन ठ्याक्कै प्रेस मात्रै गर्ने ए हजुर हजुर ल मैले राखिदिइहालेँ अब एकैछिन ल टाइम धेरै लाग्दैन हुन्छ दुईटा औँला अब दुख्दैन नि अब दुख्दैन दुईटा त्यसपछि के हो ट्रोकर बनाएको यहाँ बुढी औँलाले यहाँ प्रेस गर्ने 45 मा प्रिक गर्ने 45 है 45 मा प्रिक गर्ने पहिला प्रिक गरिसकेपछि ब्याक आउने अब स्किनलाई तन्काउने बुढी औँला यही राख्ने चोरी औँला जति चिन्ह छ चिन्हको सिधा तन्काउँदै तन्काउँदै जाने हो यसमा चाहिँ मलाई अलिक कस्तो कचक गर्नु चाहिँ मलाई चाहिँ ठिक छ सी बनाउने कर्भ सी बनाउने ताकि इम्प्लान्ट यहाँ झरिहाल्यो भने पनि कुनै एउटा टुप्पो चाहे माथि समात्नु चाहे तल समात्नु टुप्पोमा एउटा टुप्पो समात्नु लोड गर्दै प्लन्जरले थोरै ठेल्ने थोरै यो औँलालाई निकाल्ने दुईटा औँलाले समाउने अब यहाँ चोरी औँलाले ठेल्ने अड्क्यो यहाँ पनि दुईटा औँलाले सम्झाउने यो औँला क्लाइन्टको हातमा यसरी राख्ने माथिकोलाई मात्रै तान्ने ठिक छ कालो चिन्हमा आउँदाखेरि तपाईँको यो ग्याप बन्द हुन्छ यहाँको ग्याप त्यसपछि यो झऱ्यो कि झरेन चेक गर्नुहोस् झऱ्यो यहाँ छैन फिल हुँदैन झऱ्यो पहिलो रडलाई थिच्ने दोस्रो रडलाई दोस्रो ठाउँमा फेरि जाने ननिकाल्ने आधी बाटो गइसकेपछि स्किन खुम्चिन्छ मोटो मान्छेकोमा खुम्चिँदैन पातलोकोमा चाहिँ एकदमै धेरै खुम्चिन्छ यसलाई यसरी ठेल्ने तन्काउँदै ठेल्दै जाने ठिक छ त्यो ठेल्ने चाहिँ यहाँ तलको चिन्हसम्म हो ठेल्नु पर्ने कालो चिन्हसम्म यहाँ है अप्छेउ कालो चिन्हसम्म फेरि यही गर्ने अब यो गर्दाखेरि यहाँ आउनु पर्यो यहाँ समातेर गर्न पाइएन किनभने यहाँबाट इम्प्लान्ट झर्न सक्छ यही सी बनाउन ल्याउने अनि यही हातमा यदि खस्यो भने यही हातमा ल यस्तो राखिदिएको छु ल मैले एउटा राखिदिइसकेँ यो दोस्रो है भनेर क्लाइन्टलाई देखाउनु खेल्ने अलिकति गरिसकेपछि ठ्याक्क दुईटा औँला मिलाइहाल्ने त्यसपछि चोरी औँलाले यो समाति मिलाउनु पर्यो है फेरि जस्तो अघि यस्तो हुन्छ नि त तपाईँले यो पसाउनु हुन्छ नि त यसलाई छोडिदिएर यसलाई यसरी नउचाल्दा भयो यसलाई समाउनु यसलाई छोडिदिँदा भयो ठ्याक्कै दुईटा औँला गर्ने चोरी औँलाले ढकाल्ने यहाँ छ अब यो क्लाइन्टकै हातमा राख्ने ठिक छ अब चेक गर्नु फेरि झऱ्यो कि झरेन झऱ्यो त्यसपछि यो काटेको ठाउँको बिचमा तलको रड टुप्पो दुईटा टुप्पोको रडको टुप्पो र यो घाउको बिचमा एउटा औँला बराबरको ग्याप हुनुपर्छ 5 mm यहाँ के भन्नु म्याम फेरि यो काटिएको ठाउँ र यो रडको टुप्पोको बिचमा ग्याप हुनुपर्छ 1 औँला बराबरको यहाँ जहाँबाट इम्प्लान्ट राखियो नि त्यो भाग र यो रड खसेको भागमा चाहिँ यतिको डिफ्रेन्ट हुनुपर्छ भन्ने भएको ग्याप हुनु पर्यो बाहिर निस्किँदैन त्यसपछि भिसेपमा छ कि छैन यो रड चेक गर्नु पर्यो भिसेपमा छ दुईटै कुरा कन्फर्म भइसकेपछि यसलाई निकाल्नु पर्यो
ठिक छ। अब यो निकालिसकेपछि एकछिन प्रेस गरिराख्ने। ल दिदी मैले तपाईँलाई लगाइसकेँ ल। हुन्छ छिट्टो हुँदो रहेछ है। एकैछिनमा हुन्छ। यसलाई पनि निलो बकेटमा हाल्ने होइन। लिनेन जता राख्नुहुन्छ कपडा ती हाल्ने। ह्यान्डीप्लास्ट खोल्नु खोल्नु त्यो चाहिँ खोल्नै पर्छ। कसरी पनि खोल्ने च्यात्नु न त्यसपछि ब्लिडिङ छ कि छैन चेक गर्नु। छैन भने यसलाई ल मैले यो पट्टी लगाइदिएँ। यो लगाएको पट्टी हजुरले 7 दिनमा निकाल्नुपर्छ। यो बाहिरको सेतो पट्टी 3 दिनमा निकाल्नुपर्छ। अब तपाईँलाई यो चिना लगाएको ठाउँ पुछिदिन्छु। तपाईँले भारी काम गर्नु भएन, हात झर्काउनु भएन, अनि पानी नपार्नु 7 दिन। खोल्नु चाहिँ आफै खोल्नु कि आफै खोल्ने। यो बाहिरको सेतो पट्टी पर्दैन। 3 दिनमा फुकाल्ने, भित्रको 7 दिनमा फुकाल्ने। यो 7 दिनको भित्रको पट्टी टेप खोल्दाखेरि चाहिँ तपाईँलाई अघि देखाएको सेतो रड छ नि, त्यो रड घाउमा निस्किन्छ कि विचार गर्नु होला। हुन्छ। कतिको चाहिँ एउटा मात्रै रड लिएर आएको छन् क्या अहिले। बा टेप सँगसँगै त्यो ग्याप हुनु पर्यो। त्यो ग्याप चेक गरेन, ग्याप चेक गरेन भने रड कहिलेकाहीँ निस्किन्छ। अलिकति हात उठाउनु त। यसलाई चाहिँ क्रस ब्यान्डेज गर्नुपर्छ। यता हुन्छ एक